हाई एभ्रिवान वेलकम टु माई एनदर भिडियो। आज चाहिँ म तपाईँहरूलाई पुरा ब्यागको बारेमा यहाँ देखाउन लागिरहेको छु। त्यही भएर यहाँ पुरै छरपष्ट पारेर राखेको छु ब्याग होइन। सो तपाईँहरूलाई यदि क्यामेरा ग्याजेट सम्बन्धी क्यामेरा गियर सम्बन्धी होइन केही कुराहरू सोध्नु छ भने मलाई सोद्धा पनि हुन्छ होइन। म चाहिँ आज जस्ट ब्यागको बारेमा मात्र भिडियो बनाउन लागिरहेको होइन, किनभने मैले दुईवटा ब्याग मगाएको छु होइन। यो चाहिँ मेरो पुरानो ब्याग हो। तपाईँहरूले कतिपयले चिन्नुहुन्छ होला, कतिपयले चिन्नुहुन्न होला होइन। यहाँ अगाडि के चिजहरू छ मैले लिएर हिँडेको देखि चिनिन्छ नि त। सो यहाँ चाहिँ यो पहिला चाहिँ मेरो यो क्रेसियोको थियो होइन यो ब्याग। सो अहिले चाहिँ मैले यो दुईवटा मगाएको थिएँ होइन। यो सानो भयो कि यो चाहिँ केएनएफ कन्सेप्टको छ होइन। ब्याग चाहिँ यो हार्ड कभर भनेर मगाएको थिएँ होइन। सो यो केएनएफ कन्सेप्टको एकदमै राम्रो हो। यसमा चाहिँ यसको धेरै चिजहरू ट्राइपोडहरू जस क्यामेरा एसेसरिजहरू टन्नै बनाइरहेको हुन्छ। सो त्यही भएर यसको मगाएको थिएँ। यसको रिभ्यू राम्रै थियो अनि फेरि पछि यसो हेरेको यो पनि राम्रै रेटमा दिएर आएर यो पनि राम्रै कम्पनीको ब्याग हो यो रेलेनो भन्ने है। यहाँ रेलेनो देख्न सक्नुहुन्छ। सो यहाँभित्र के कस्तो चिजहरू छ म देखाउँछु है त। मैले बाहिर कभरहरू चाहिँ सबै खोलेर फालिदिइसकेँ होइन। तपाईँलाई जस्ट देखाउनको लागि मात्र मैले यहाँ यतिकै राखिरहेको छु। सो यो ब्यागमा चाहिँ फर्स्ट म पहिलाको ब्यागमा के थियो र अहिलेको ब्यागमा के छ म त्यो देखाउँछु है त। सो मेरो चाहिँ यो खास मैले ब्याग किनेको लगभग यो मैले 6-7 वर्ष युज गरेँ यो ब्याग होइन। यसको चाहिँ चेन बिग्रियो कि अरू त ठिकै थियो होइन। यो सबै यो चेन यहाँबाट निस्किएछ होइन। यो ब्याग पनि धेरै मजाले युज गरेँ, कहाँ कहाँ लिएर हिँड्ने होइन। सबै अलि दुईतिरै यसको चेन बिग्रेको छ। यसले अब आफ्नो काम गरेर अब रिटायर हुने बेला भएको कि यो ब्याग चाहिँ। यसमा चाहिँ मजाले यो लेन्सहरू गप्प सबै यहाँभित्र अड्थ्यो होइन। यहाँ यतातिर एउटा पकेट छ, यतातिर एउटा छ अनि यता अगाडिपट्टि यहाँ ल्यापटप राख्ने पनि छ होइन। अनि यतातिर ट्राइपोडहरू राख्ने छ है। यसको चाहिँ के छ है त यहाँ यो साह्रै सानो रहेछ कि अलिकति यो एउटा क्यामेरा मात्रै लिएर हिँड्नुलाई ठिक छ होइन। मेरो चाहिँ दुईवटा क्यामेरा होइन। यहाँ चाहिँ क्यामेरा यस्तै राख्ने ठाउँ छ होइन। क्यामेरा लेन्सहरू के छ आफ्नो क्यामेरा एसेसरिज र कसरी राख्ने ठाउँ छ। बलियो त बलियो नै छ यो ब्याग पनि। अनि यहाँनिर चाहिँ मेमोरी कार्ड अरू चिजहरू राख्ने ठाउँ छ। सो मैले यस्तरी राखेको होइन। यो लेन्स चाहिँ बाहिर निस्क्यो कि अड्दै अड्दैन यस्तो टाइट भयो कि होइन। यो चाहिँ यत्रो यो ब्यागको उसभन्दा यत्रो बाहिर आइपुग्यो क्या यो। सो यो चाहिँ खासै कभर भएन यसमा चाहिँ होइन। यसमा चाहिँ मजाले गम्म भित्र छिर्दियो क्या होइन। ठ्याक्कै यसो फिट छ नि त होइन। जसले चेन लाउन मिल्छ। त्यसमा चाहिँ यसो यो उसभन्दा बाहिर आयो स्पेसभन्दा यसको। सो त्यही भएर यसले हुँदैन मलाई भनेर यो र भिडियो केही हुँदैन, चिच्याए पनि नचिच्याए पनि। अरू चाहिँ ठिकै छ है साथीहरू। यहाँनिर चाहिँ यसको ल्यापटप हाल्ने ठाउँ छ यता साइडमा होइन। ब्यागको बारेमा तपाईँलाई अब देखाइसकेपछि केही कुराहरू बुझाइदिउँ न। सो यहाँनिर चाहिँ ल्यापटप हाल्ने ठाउँ छ होइन। ल्यापटप पनि प्रो यहाँ अड्छ गर्दैन, अड्दै अड्दो रहेछ है। ल ल्यापटप चाहिँ 16 इन्चको ल्यापटप मजाले अड्दो रहेछ अड्नुलाई। र कुरो चाहिँ के हो भन्दा यहाँनिर चाहिँ यो लेन्स यसरी हाल्दाखेरि यो चेन ल्याउन अलिक गाह्रो भयो। धेरै चिजहरू हाल्दाखेरि मलाई पुगेर यो केएनएफ कन्सेप्ट हो कि यत्रो सबै यो बाहिर निस्क्यो कि एरिया भन्दा होइन। सो त्यही भएर यो चेन लाउनु पनि गाह्रो हुन्छ होइन। सो त्यही भएर मैले अर्को मगाएको। यसमा चाहिँ सबै चिज हाल्न नै गाह्रो भयो होइन। जस्तो यसमा चाहिँ बेल्टहरू पनि यस्तो दामी छ छन्नै। यसमा चाहिँ फिचर्स भनेको यही नै हो, धेरै छैन। सो त्यसपछि अब यसलाई साइड लगाएर यसमा चाहिँ अलिकति राम्रो बलियो छ है। फेरि यहाँनिर यस्तो यो स्ट्र्यापहरू दिएको छ होइन यस्तो यो गर्नको लागि। अनि यो चाहिँ ह्यान्ड क्यारी अथवा केही लगेजहरूमा यस्तै ठ्याक्क अडाउनको लागि यो होइन। अनि यहाँ यस्तो पनि छ यो चेस्ट सपोर्टर। अनि यतातिर यो पानी बोतलको लागि, यतातिर चाहिँ यो ट्राइपोडको लागि हो भने। ल अब म चाहिँ यसलाई साइड राखिदिन्छु। तपाईँलाई यो देखाउँछु है त। यो पनि सानो छ हेर्दाखेरि होइन। तर यसमा चाहिँ अलिक एक्स्ट्रा फिचर छ होइन। बलियो जस्तो लाग्यो मलाई साइडको। यो पनि फुल्ली वाटरप्रुफ, यो पनि वाटरप्रुफै हुनलाई। त्यसमा भन्दा बढी यसमा चाहिँ यो अहिले नयाँ लेटेस्ट आएको यो उसबाट बनाएको चाहिँ यो के भन्छ यस्तो कपडालाई। सो यो चाहिँ ब्रान्ड रेलेनो मोडल B7 मेटेरियल चाहिँ 300 T12 ग्रेन लेदर रहेछ कि यसलाई चाहिँ भन्ने। ग्रेन लेदर मेम्बरबाट बनाएको होइन। सो त्यही छ होइन। यो चाहिँ कहाँ स्पेनमा बनाएको रहेछ कि म्याड्रिड स्पेन अरे।
यसमा चाहिँ धेरै चिज छ जस्तो लाग्छ मलाई चाहिँ होइन यसो हेर्दाखेरि। यहाँ यस्तो उसहरू पनि छ होइन डोरी चाहिँ ड्रोन ब्यागहरू आउँछ नि डिजिआईको त्यस्तै छ कि यो चाहिँ। यो यहाँनिर चाहिँ के चिजहरू हाल्न मिल्छ होइन। यहाँ एउटा पकेट छ अनि यहाँनिर चाहिँ अर्को यो चाहिँ अलिकति साइज तपाईँहरूलाई अलिक साइज मिलेन भने यो चाहिँ साइज ठुलो बनाउनको लागि कि यो यति एक्स्ट्रा स्पेस हुन्छ कि यसमा टक्क लगाएर यहाँ पनि केही चिजहरू तपाईँले राख्न मिल्छ होइन। यहाँनिर यस्तो छ भने तपाईँलाई साइज पुगेन भने यसरी ठुलो पनि बनाउनु मिल्छ होइन। प्लस यता तपाईँले यहाँबाट साइडबाट होइन यस्तो गरेर क्यामेरा निकाल्न पनि मिल्छ यतातिर है। क्यामेरा त्यतिर पनि राख्न मिल्छ। यस्तो छ पकेट होइन। यसमा चाहिँ कति चिजहरू अट्छ कसरी अट्छ है। यसै अब यसको मेन भित्रको बक्समा हेरौँ होइन। अझै यस्तरी राखेर खोल्नेवाला रहेछ होइन। यस्तरी तलतिरबाट फर्काएर यो चाहिँ बल्ल गजब छ कि यसमा चाहिँ गापा अट्छ कि सबै चिज यस्तरी। यसमा अझै स्पेस छ होइन साथीहरू। यसको क्याप निस्क्यो फेरि जस गहिरो छ क्या त्योभन्दा होइन। यो चाहिँ यस्तरी अट्छ यहाँ चाहिँ ट्याक्क साइज पनि मिल्छ अनि तपाईँलाई यस्तरी लगाएर हिँड्न पनि मिल्छ। कति चिज अट्दो रहेछ यसमा सजिलोसित। मसँग यति धेरै लेन्स छ गाइज होइन। यसलाई चाहिँ यस्तरी राख्नु मिलेको एउटा क्यामेरा टक्क यता मास्तिरपट्टि। हजुर केमा भिडियो त्यहाँ नि सुताएर नि हाल्नुहुन्छ त्यो सुताएर कि छड्केमा यस्तरी यहाँ। यसमा चाहिँ जो स्पेस टन्न रहेछ क्या फ्ल्यास पनि यस्तरी हाल्न मिल्यो होइन। मसँग दुईवटा सो यसमा पनि अब यो यसलाई चाहिँ अलिकति स्पेस बनाउनु पर्छ होइन। अलिकति स्पेस चाहिँ यस युसहरू चाहिँ हामीले आफ्नो हिसाबले कस्टम डिजाइन गराउनु मिल्छ होइन। जस्ट अहिले चाहिँ यस्तरी पनि हाल्न मिल्यो। प्लस तपाईँहरूले चाहिँ क्यामेरालाई यहाँ दुईतिरबाट खोल्न मिल्ने रहेछ कि यो अनि यो त ट्राइपोडको लागि हो। यतातिरबाट चाहिँ जस्ट यो फ्ल्यासहरू चाहिँ हामीले यता हालेर क्यामेरा यता हाल्यो भने पनि मिल्छ होइन। यस्तरी बेल्टहरू टक्क यस्तरी बाँध्न पनि मिल्यो। क्यामेरा चाहिँ यहाँ साइडबाट यसरी निकाल्न पनि मिल्छ है। यो खोलेर यहाँ टक्क यसरी निकाल्न पनि मिल्छ। आमा यहाँ त कति धेरै पकेट रहेछ हौ हो र। यहाँ त अझै सेक्कु पकेट नै रहेछ नि त ए हेर न यहाँ एसडी कार्डहरू हाल्नलाई। यो मसँग अर्को चिज पनि छ कि यो एसडी कार्ड बक्स छ होइन। यो हाल्नलाई पनि ठाउँ रहेछ त यहाँ। मैले एसडी कार्ड हाल्ने कुरा ल्याएको छु होइन। ठ्याक्कै यस्तरी हाल्न पनि मिल्दो रहेछ यो चाहिँ। यो चाहिँ यहाँ मसँग जेजेसीको यत्रो एसडी कार्ड बक्स छ होइन। यस्तरी पनि हाल्न मिल्दो रहेछ है। के अट्छ है यहाँ चाहिँ सायद मैले यही लिन्छु अब यो लिँदिनँ होइन। किनभने मैले यो सानो लाएर यो अर्को मगाइसकेको हो। मलाई मेन भनेको दुईवटा क्यामेरा बढी अडिदियो भयो होइन। अब यहाँ ल्यापटप हालेर हेरौँ है त। फ्ल्यास पनि दुईवटा अट्छ क्या यहाँ टक्कलाई यस्तरी राख्यो भने फ्ल्यास पनि दुईवटा अट्छ। बस यस्तरी यहाँ चेन लाउनु पनि भइहाल्यो। ए ल्यापटप पनि कहाँ अरे यसको यार। ए यसको त यस्तो हो नि त फेरि यतिको हुँदो रहेछ होइन। अब यसलाई हल्का खोलेर यहाँ ठुलो बनाएर अरू चिज पनि हाल्न मिल्यो है। ल्यापटप यहाँ हाल्दै नि हुन्छ होला हौ ल्यापटप त। एक्स्ट्रा ल्यापटप यहाँ अट्छ कि अट्दैन। अगाडि पनि छ पछाडि पनि छ कि ठाउँ होइन। ए गजब रहेछ त अनि यस्तो ल्यापटप यस्तरी हाल्यो नि भयो होइन। यस्तरी ल्यापटप यस्तरी हाल्यो नि भयो। बलियो चाहिँ बलियो छ है यो ब्याग चाहिँ यस्तरी हाल्यो नि भयो। प्लस मेरो अर्को ठुलो ल्यापटप यो हेर्छ गर्दैन अन्त ए मजाले अट्दो रहेछ यार।
ठिक लाग्यो मलाई यो यस्तो हो प्लस ल्यापटप हालेर पनि अझै अरू सामान पनि कपडाहरू पनि हाल्न मिल्दो रहेछ कि यसमा अन्य सामान बोक्छु भने नि ओके ल्यापटप हालेर चाहिँ यो ठुलो च्यान चाहिँ लाउनु नमिल्दो रहेछ नि केही सामान हाल्दा बित्तिकै यो चाहिँ लाउनु नमिल्दो रहेछ तपाईँलाई यसरी यो ल्यापटपलाई चाहिँ यसरी राखेको के होला बेस्ट यो चाहिँ बेस्ट छ है बेस्ट यो ब्याग चाहिँ ल गाइस ब्याग चाहिँ भोपालै छ है भोपाल यसलाई चाहिँ यसरी पनि बोक्न मिल्छ है यहाँ यसरी झुन्डाउनु मिल्छ यसरी पनि बोक्नु मिल्छ होइन यसरी पनि बोक्नु मिल्छ यहाँबाट क्यामेरा पकेट छ यहाँ अरू चिज पनि हाल्न मिल्यो ल गाइस यसरी धेरै ठुलो पनि बोक्न गर्न सकिन्न मलाई चाहिँ यहाँ यस्तरी बोकेर हिँड्न मिल्यो कस्तो देखेछ सानो बोके जस्तो देखेछ कि ठुलै देखेछ ठिकै देखेछ ल गाइस ब्याग चाहिँ दामी छ है